एउटा कुरा चाहिँ क्लियर गर्नु कि यो मान्छे भइन्जेल चाहिँ सुनिता बहिनी यो अगाडि आउँछु भनेर सपना देख्नु भन्ने र यो आकाश खस्छ भन्ने एउटै हो। यस्तो मान्छेहरूले ओगटेर बसेर एउटा कुरा म राम्ररी पढाउँछु तिमीलाई, अहिलेसम्म तिमीले केही पढेको रहेनछौ। कुनै पनि ठाउँमा आउनुलाई भेकेन्सी हुनुपर्छ अथवा छोड्नुपर्छ अथवा रिटायर हुनुपर्छ। यस्तो बुढाहरू रिटायर हुँदैन भन्ने जात जाहेर थाहा हुँदाहुँदै यो आउनुपर्छ र देश बनाउनुपर्छ भनेर उल्टो कुरा किन गरेर जनतालाई भरम छोड्छौ। सबभन्दा पहिले तिमीले के भन्नुपर्छ भने यस्ता बुढाहरूलाई रिटायर हुनुहोस् कृपया र तपाईँहरूको ठाउँमा म आउने छु र गर्नेछु भन्नु त भोलिपल्ट भीम रावल तिमी हुन्छौ। त्यसैले यो गफ यस्तो भाषण लाउनु भन्दाखेरि काम गरेर देखाऊ, काम गरेर देखाऊ। जे तिमीले पहिले साथ दिइरहेछौ त्यो गर। अब यस्तोको ढङ पिटेर हिँड्छ भने यस्ता बुढाहरूको छेउमा चाहिँ तपाईँहरू आराम गर्नुहोस्, रिटायर हुनुहोस्, अब हामी काम गर्छौँ भनेर एउटा वचन दिनु त। कहाँ पुग्छौ तिमी, त्यसपछि तिम्रो स्थान कहाँ हो भनेर हामी देख्न सक्छौँ के। त्यसैले यस्तो कुराहरू गरेर भ्रम नफैलाइदिनु होला तिमी जतिको एउटा युवा नेताले। धन्यवाद। नमस्ते। विशेष गरेर यो सुनिता बहिनीको भिडियो हेरेर मैले एक दुईवटा कुरा यहाँ राख्न लागेको छु। तपाईँसँग सुनिता बहिनी केवल दुईटा बाटो छ। एउटा बाटो भनेको पार्टी र पार्टीका नेताहरूको मात्र गुणगान गर्ने, उनीहरूको मात्रै को लागि काम गर्ने अनि उनीहरूको दास स्वीकार गरेर भेटी चढाउने र दर्शन गर्ने बाहेक अरू नगर्नुहोस्। एउटा बाटो त्यो। अर्को बाटो भनेको तपाईँले चाहिँ देश र जनताको लागि काम गर्नेछ। सेकेन्ड बाटो चाहिँ है। तर यदि तपाईँले सेकेन्ड बाटो रोज्नुभयो भने तपाईँ त्यो पार्टीमा भीम रावल अवश्य एक दिन तपाईँले बनाउँछ र हुन्छ। त्यसकारणले यदि भीम रावलले पनि मुखले मात्रै युवाहरू अगाडि आउनुपर्छ भनेर कराएको भए भीम रावल अहिले कुनै एउटा मन्त्री पदमा हुन्थ्यो। तर उसले देश र जनताको लागि गर्नुपर्छ। गलत कुरा पार्टीले गर्नु हुँदैन। देश र जनताको भलोको लागि गर्नुपर्छ, पार्टीको लागि होइन। त्यही देश र जनताको लागि गऱ्यो भने पार्टी पनि त्यही भित्र हो भन्ने कुरालाई चाहिँ अगाडि बढाएको हुनाले ऊ चाहिँ अहिले भीम रावल बन्यो। मैले किन सुनिता बहिनीले यो कुरा गरेको छु भने तपाईँको उमेर जति चाहिँ मैले देश र जनताको लागि धनी र गरिब कसरी हुँदो रहेछ, कुशासन र शासन कसरी हुँदो रहेछ भनेर पढेको छु। हरेक दिन 5 घन्टा। यो पनि 36 वर्षभन्दा बढी। म पनि पहिले 10 वर्षसम्म कम्युनिस्टको दास भएकै हो। जब म पढ्दै गएँ र हेर्दै गएँ, पर्खर हेरमा बसेँ र उनीहरूको साथमा पछाडि बसेर म स्टडी गरिराखेँ पार्टी छोडेर। त्यसपछि मैले के देखेँ भने यो 35-36 वर्षमा मिडल इस्टमा, साउथ एसियामा, विश्वमा, हाम्रै छिमेकीमा यति प्रगति भयो। तर हाम्रो देशमा चाहिँ उद्योगति मात्रै भयो। 4 खर्ब ऋण हुँदै गर्दा म गएको आज 26 खर्ब छ। 26 खर्ब पुऱ्यायो। यो सबै मैले हेरिरहेको छु, पढिरहेको छु। त्यसकारणले म तपाईँलाई के भन्छु भने दुईटा बाटो छ, फर्स्ट र सेकेन्ड। तपाईँ जुन बाटो गए पनि हुन्छ, तर तपाईँको मार्गदर्शन क्लियर गर्नुहोस्। तपाईँ दास स्वीकारेर भेटी चढाएर स्लेभ, लिडरको स्लेभ गर्नुहुन्छ भने हाम्रो भन्नु केही छैन। यही रूपमा तपाईँ सधैँ बाँचिराख्नुहोस्। तर हामी यही रूपमा देख्न चाहँदैनौँ। तपाईँको यो माग, आँखा सबै खोलेर खुल्ला रूपमा एउटा युवा नेताको रूपमा उदाएर हिँड्नुहुन्छ भने तपाईँ कृपया एमालेमा केपी शर्मा भइन्जेल चाहिँ यो कुरा नगरी बक्सिएकै राम्रो हुन्छ।